आन्दोलनकारी साथीहरूलाई धमाधम पक्रिरहेको छ। दुःखको कुरो यो छ कि घटनामा संलग्न हत्याराहरू गोली काण्डमा संलग्न दोषीहरूलाई राज्यले अहिलेसम्म सार्वजनिक गरेको छैन, पक्राउ गरेको छैन। आन्दोलनको दौरानमा जुन साथीहरू आन्दोलनकारीका रूपमा आएका थिए त्यसमा घुसपेट पनि भएको छ। त्यो व्यक्तिको नाम हामी पनि दिन सक्छौँ त्यसमा। र निर्दोष युवाहरू जो आन्दोलनमा सहभागी भएको थिए र गाउँघरका मान्छेहरू कोही तरकारी किन्न आएका थिए, कोही बजार आएका थिए, तिनीहरूलाई पनि पक्रेर राज्यले सुनसरी प्रहरीले नियन्त्रणमा राखेको छ। यो विशेष केन्द्रित रहेर हामीले जिल्लाधिकारी जिल्लामा हामीले संयुक्त मोर्चा जो हाम्रो हिन्दू स्वयंसेवक सङ्घ, विश्व हिन्दू परिषद, सनातनी सेना, सम्राट सेना, बजरङ्ग दल लगायतका सङ्गठनहरू यसमा आबद्ध रहेका छन्। यी सबैको तर्फबाट जुन हाम्रो मोर्चा निर्माण भएको छ, मोर्चाको तर्फबाट हामीले आज ज्ञापन पत्र बुझाउन गइराखेका छौँ। म वाचन गर्न चाहे संयुक्त हिन्दू मोर्चा